आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई यो शब्द आजभोलि जताततै सुनिन्छ होइन त? खास गरी फाइनान्सको दुनियाँमा त यसले एउटा क्रान्ति नै ल्याइरहेको छ। सोच्नुस् त, एउटा यस्तो सुपर हाइवे बनिरहेको छ जहाँ पैसाको कारोबार एकदमै तेज गतिमा हुन्छ। तर जहाँ गति हुन्छ त्यहाँ खतरा पनि त हुन्छ नि। हो, आज हामी यही एआई सुपर हाइवेलाई सुरक्षित बनाउन नेपाल राष्ट्र ब्याङ्कले ल्याएको नयाँ ट्राफिक नियमहरूको बारेमा गहिरिएर कुरा गर्दैछौँ। ल, एउटा एकदमै सोझो प्रश्नबाट सुरु गरौँ है त। के हामीले कहिले सोचेका छौँ कि हाम्रो पैसाको व्यवस्थापनमा कतै न कतै एआईको हात हुन सक्छ? जस्तो कि हामीले कुनै ऋणको लागि अप्लाई गर्दा होस् वा सामान्य अनलाइन कारोबार गर्दा नै किन नहोस्, पर्दा पछाडि बसेर एउटा एआईले हाम्रो निर्णयहरूलाई कता कता प्रभाव पारिरहेको हुन सक्छ। यो कुराले आजको हाम्रो विषयलाई सिधै हामी सबैसँग जोड्छ, किनकि यो अब कुनै साइन्स फिक्सन फिल्मको कथा रहेन, यो हाम्रो वास्तविकता हो। साँच्चै भन्नुपर्दा एआई हाम्रो ब्याङ्किङ सिस्टममा निकै भित्र पसिसकेको छ। ब्याङ्कहरूले शङ्कास्पद कारोबारहरू पत्ता लगाउन, कसलाई ऋण दिने भनेर क्रेडिट स्कोर हेर्न र हाम्रा सामान्य प्रश्नहरूको जवाफ दिन च्याटबोटहरू चलाउन थालिसकेका छन्। यी सबै कुराहरूले हाम्रो वित्तीय निर्णयमा प्रत्यक्ष असर पार्छन्। त्यसो भए के एआई वित्तीय क्षेत्रको लागि साँच्चै एक अपग्रेड हो त? एकातिर यसले काम छिटो र सजिलो बनाउँछ, तर अर्कोतिर यसले नयाँ किसिमका जोखिमहरू पनि सँगै लिएर आउँछ। आउनुहोस्, यसको दुवै पाटोलाई केलाएर हेरौँ, यसको अपार सम्भावना र यसभित्र लुकेका खतराहरू। ब्याङ्क तथा वित्तीय संस्थाहरू एआईतर्फ किन यति आकर्षित भइरहेका छन् त? कारण सिधा छ। यसले कामलाई छिटो र प्रभावकारी बनाउने, नयाँ नयाँ सेवाहरू ल्याउने र ग्राहकहरूलाई राम्रो अनुभव दिने वाचा गर्छ। स्रोत दस्तावेज हेर्ने हो भने वित्तीय संस्थाहरूले खोजेको मुख्य फाइदा नै यही हो। अब आजको हाम्रो मुख्य उदाहरणमा फर्कौं। एआईलाई एउटा द्रुत गतिको सुपर हाइवे जस्तै मान्न सकिन्छ, जसले वित्तीय सेवाहरूलाई एकदमै तीव्र बनाउँछ। तर नियम बिनाको सुपर हाइवेमा दुर्घटनाको जोखिम कति हुन्छ हामी सबैलाई थाहा छ। हो, त्यही दुर्घटनाबाट बचाउनको लागि नियमहरू चाहिने हो। र ठ्याक्कै यही हाम्रो कथाको मुख्य पात्रको प्रवेश हुन्छ, नेपाल राष्ट्र ब्याङ्क र उसले जारी गरेको नयाँ दिशानिर्देशहरू, जसलाई हामी त्यो सुपर हाइवेको लागि बनाइएको नियम पुस्तिका भन्न सक्छौं। नेपाल राष्ट्र ब्याङ्क देशको केन्द्रीय नियामक निकायको रूपमा वित्तीय क्षेत्रका लागि यही एआईको गार्डरेल अर्थात् सुरक्षा बारहरू बनाउने जिम्मेवारीमा छ। यी नियमहरूको लक्ष्य भनेको नयाँ प्रविधिलाई प्रोत्साहन दिँदै समग्र प्रणालीलाई सुरक्षित राख्नु हो। हामी अगाडि बढ्नुभन्दा पहिले आउनुहोस् एआई भनेको के हो भन्नेमा स्पष्ट हौं। दिशानिर्देश अनुसार एआई भनेको त्यस्ता प्रविधिहरू हुन् जसले मान्छेले जस्तै सोचेर काम गर्न सक्छन्। यसले डेटाको विश्लेषण गरेर निर्णय लिने र कामलाई अझै प्रभावकारी बनाउने काम गर्छ। यो बुँदा चाहिँ एकदमै ध्यान दिएर सुन्नुहोला। यो नियमको सायद सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। प्रविधि जतिसुकै स्मार्ट होस्, त्यसले गल्ती गर्यो भने यो त कम्प्युटरले गरेको भनेर पन्छिन पाइँदैन। सिधा कुरा के हो भने एआईले जे गर्छ त्यसको अन्तिम जिम्मा त्यो संस्थाको सबैभन्दा माथिल्लो तह मतलब बोर्ड र सिनियर म्यानेजमेन्टले नै लिनुपर्छ। जिम्मेवारीबाट भाग्ने ठाउँ नै छैन। यी दिशानिर्देशहरूको मुख्य उद्देश्य नै एआई प्रणालीहरूबाट हुन सक्ने सम्भावित खतराहरूलाई समयमै पहिचान गर्ने र त्यसलाई सही तरिकाले व्यवस्थापन गर्नु हो। स्रोतमा एउटा एकदमै महत्त्वपूर्ण शब्द छ, उच्च जोखिम एआई प्रणाली। अब यो भन्या के हो? यो त्यस्तो सिस्टम हो जसले मानिसहरूलाई ठूलो आर्थिक नोक्सान पुर्याउन सक्छ, थोरै मात्र मानवीय निगरानीमा चल्छ र मान्छेको मौलिक अधिकारमा समेत असर पार्न सक्छ। कुन एआईलाई कति कडा नियम लगाउने भन्ने कुरा यही वर्गीकरणमा निर्भर गर्छ। त्यसो भए कुनै एआई प्रणाली उच्च जोखिम हो कि होइन भनेर कसरी छुट्याउने त? दिशानिर्देशले यी 5वटा ठोस मापदण्ड दिएको छ। के त्यसले गम्भीर हानि गर्न सक्छ? के त्यसको प्रभाव धेरै मानिसमा पर्छ? के त्यसमा मानवीय निगरानी कम छ? के त्यसले गोपनीयता जस्ता अधिकारमा जोखिम पुर्याउँछ? र के त्यसले संवेदनशील व्यक्तिगत डाटा प्रयोग गर्छ? हो, यी प्रश्नहरूको आधारमा नै मूल्याङ्कन गरिन्छ। अब यी नियमहरूले हामी जस्ता सर्वसाधारणलाई कसरी प्रत्यक्ष असर गर्छ भन्नेमा ध्यान केन्द्रित गरौँ। यो केवल नियमको कुरा होइन, यसले वास्तविक मानवीय परिणामहरूलाई जोड्छ। यो स्लाइडले एल्गोरिदममा हुने पक्षपातलाई एकदमै सरल तरिकाले देखाउँछ।
एउटा निष्पक्ष एआईले के गर्छ? आम्दानी र क्रेडिट इतिहास हेरेर ऋण दिने निर्णय गर्छ। तर एउटा पक्षपाती एआईले बस्ने ठाउँ वा लिङ्गको आधारमा निर्णयलाई प्रभावित गर्न सक्छ। दिशानिर्देशको एउटा मुख्य लक्ष्य भनेकै यस्तै पक्षपातलाई रोक्नु हो। राम्रो कुरा के छ भने यी नियमहरूले ग्राहकहरूलाई केही विशेष अधिकारहरू पनि दिएका छन्। जस्तै यदि कुनै निर्णयमा एआई प्रयोग भएको छ भने त्यो कुराको जानकारी पाउनु हाम्रो अधिकार हो। एआईले गरेको निर्णयको कारणबारे स्पष्टीकरण माग्न पाइन्छ र सबैभन्दा महत्त्वपूर्ण आफ्नो डाटा प्रयोगको लागि स्पष्ट सहमति दिनुपर्छ र पछि गएर त्यो सहमति फिर्ता लिने अधिकार पनि हामीसँग सुरक्षित रहन्छ। अब अन्तिम खण्डमा जाउँ। यी नियमहरू साँच्चै पालना भए नभएको कसरी सुनिश्चित गरिन्छ त? यसका लागि के कस्ता संयन्त्रहरू छन् त्यसबारे चर्चा गरौँ। यी नियमहरू भनेको एकपटक जाँच गरेर सकिने कुरा बिल्कुलै होइन। वित्तीय संस्थाहरूले एआई प्रणालीको निरन्तर निगरानी गर्नुपर्छ र समय-समयमा पुनर्मूल्याङ्कन पनि गर्नुपर्छ, खास गरी उच्च जोखिम प्रणालीहरूको। किनकि प्रविधि परिवर्तन हुँदै जान्छ, त्यसैले नियमहरूको पालना पनि निरन्तर भइरहनु पर्यो। अब यो निरन्तर निगरानी भन्ने कुरा सुन्दा अलि एब्स्ट्र्याक्ट लाग्न सक्छ हैन? ल, यसलाई एकदमै कन्क्रिट बनाऊ। यहाँ हेर्नुस् त, ब्याङ्कहरूले हरेक वर्ष राष्ट्र ब्याङ्कलाई यस्तै एउटा रिपोर्ट कार्ड बुझाउनुपर्छ। यसमा के हुन्छ, कुन एआई सिस्टम चलिरहेको छ, त्यसको काम के हो, र सबैभन्दा महत्त्वपूर्ण त्यसमा मान्छेको कतिको निगरानी छ। जस्तै यहाँ फ्रड डिटेक्ट प्रो भन्ने सिस्टम छ जुन आफै चल्छ, मान्छेको खासै हात हुँदैन। अर्कोतिर ऋण दिने क्रेडिट स्कोररमा चाहिँ लेभल 2 को मानवीय निरीक्षण हो। यस्तो रिपोर्टले गर्दा राष्ट्र ब्याङ्कले ठ्याक्कै थाहा पाउँछ कि कुन सिस्टममा बढी जोखिम छ र कहाँ बढी ध्यान दिनुपर्छ। यो स्रोतबाट लिएको एउटा सिधा उदाहरण हो, जसले के भन्छ भने हरेक महत्त्वपूर्ण एआई निर्णयको स्पष्ट र अडिट गर्न मिल्ने रेकर्ड राख्नुपर्छ। यसो गर्दा पारदर्शिता र जवाफदेहिता दुवै सुनिश्चित हुन्छ। अन्तमा एउटा कुरा के बुझ्न जरुरी छ भने यी नियमहरू वित्तीय क्षेत्रमा प्रविधिको प्रगति रोक्नको लागि होइनन्, बरु यी नियमहरू त त्यो प्रगतिको यात्रालाई सुरक्षित बनाउने गार्डरेल वा सुरक्षा बारहरू हुन् जसले सबैलाई सुरक्षित राख्दै अगाडि बढ्न मद्दत गर्छ। र अब एउटा अन्तिम विचारोत्तेजक प्रश्नको साथ यो विश्लेषणलाई टुङ्ग्याउँ। जसरी एआई अझ बढी चलाक र जटिल हुँदै जान्छ, के हाम्रो नियम बनाउने क्षमताले त्यसको गतिलाई सधैँ पछ्याउन सक्ला? यो भविष्यको लागि एउटा ठूलो र महत्त्वपूर्ण प्रश्न हो।